welcome back my YouTube channel. अनि न्यू डे न्यू ब्लग. अनि हामी चाहिँ अहिले काममा जान लागेको. अनि आज चाहिँ धेरै जाडो छैन. मेरो साथी छ यता. दिदी बुना तिमी नाच्छ. गुड मर्निङ. दिदी आज अलि टेन्सनमा हुनुहुन्छ बिचरा घरमा हैन. होइन के पनि होइन. ओके ए कसरी नलागो कसलाई ए तर यो कति गरौँ छ है दिदी. अन्त म हिजो होइन उही तपाईँको म अन्डा देखिरहेछ. यहाँ बाहिरबाट अन्डा देखिरहेछ ब्यागमा. मेरो पनि त्यो उनीहरूले निस्केर बुझ्नु भाग्यो भने के गर्नुहुन्छ तपाईँ. कति राम्रो भएर हिँडेको अन्त तपाईँ आज. तपाईँले कस्तो राम्रो गाजर लाग्यो कि सच्ची भनेको. मैले यसरी लाउनै आउँदैन जिन्दगीमा. लाउनै मैले लगाएको पनि छैन गाजर चाहिँ. कहिले पनि लाउनै पनि आउँदैन. अनि हामी पनि अब मेकअप गर्न सिक्नु पऱ्यो दिदी. अस्तिको ठाउँमा जाउँला फेरि किन्न त्यो के त्यो यस्तो किन्नु नि हो. त्यही जानु पऱ्यो ल एकचोटि. तपाईँ र मेरो छुट्टी सँगै भयो भने छुट्टी सँगै हुँदैन. हिजो त म एक्लै रहेको थिएँ नि त रुममा त. सबैजना काममा पो रहेछ. म त म चाहिँ होइन 12 बजी उठेको थिएँ. अनि झन् म त छिटो उठेछ. कोही पनि छैन भन्दै काम गरिरहेको थिएँ क्या. के अरे चियाहरू बनाएर कोही पनि निस्किँदैन तपाईँ. यसो हेर्छु अनि पछि चाहिँ अनि पूजाहरू छ जस्तो लाग्थ्यो कि मलाई. अनि उनीहरू पनि काममा पो रहेछ. कोही पनि रहेनछ फर्स्ट टाइम. नभए त जहिले एउटा न एउटा त हुन्थ्यो कि मसँग. आउनुको उता के अरे दिदी गाडी गएको रहेछ. के अरे पूजा आफ्नो त्यो भएर फेरि मार्केट गरेन. के को पार्टी गर्नु तिनीहरू. त्यो अकिसाले बोलाएको. अकिसा त झन् छिटो आयो भने हामी तिमी चाहिँ टिकटक बनाउँछु ल भनिरहेको थिएँ. अनि उता लास्टमा राति पो आएको कि. कति बजी आएको भने नि कति 9 बजीतिर आएको हो. आम्मा 9 बजी 9 बज्न लाग्दाखेरि आएको थियो. अनि बिचराको बुढाको फेरि कामै सकेको थिएन अरे. अनि भनेर भन्दैछ. अनि कलर हालिदियो. अनि फेरि पछि अनि म भिडियो कलमा भन्दै गर्छु दिदी जानु के अरे भनेर म त जान्छु भनेर गएँ. अब आज त फुल फुल्न लागेछ कि अब त नि हेर न कति राम्रो है. पछि दिदी हामी घुम्न जान्छु ल यस्तो फुल भएको ठाउँमा. भनेको कहिले साइड दिँदैन दिदी बिचरा रोमाने नआएको 1 वर्ष हुन लागिसक्यो. अहिलेसम्म घुम्न कहीँ पनि जानु भएको छैन है. रेड कार्पेटमा गएको आजकल रुममै आएको. जानुपर्ने थियो कि तपाईँ. वर्ष बुढा आयो भने कहाँ जाने कहाँ घुमाउनु थाहा छ. मेसोपोता हामीहरूले थाहा भएको त्यही एउटा छ. रुमबाट हाम्रो काममा हाम्रो काममा त्यो पनि फेरि बेलुका त राति फर्किन्छ के हो थाहा हुँदैन. बिहान मात्रै. बिहान पनि अहिले नि हेर न घाम लाग्यो होइन. बिहानै आज त जानु भयो न. उयो शनिबारको दिनमा कति छिटो जानुपर्छ है. त्यतिखेर त अँधेरै हुन्छ त्यति. कहिले हो फेरि रात लामो अनि उयो हुन्छ नि दिन हो के हो. यहाँ पनि त्यस्तै हो. यहाँ पनि 1 घन्टा पुरै फरक हुन्छ. त्यही हो त गाइज हाम्रो चाहिँ फेरि होइन कुरा गर्न थालेपछि नि कुरा कहिले सक्दैन क्या दिदी र मेरो होइन. अनि त्यही हो. अनि बाई बाई भन्दै न दिदी ल. बाई बाई यसो गर्नु एक फोटो ल. बाई सबैजनालाई. अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो. अनि चाहिँ हामी चाहिँ यस्तै हो जहिले काम गर्दै कति काम गर्नु. अनि कुरा चाहिँ कहिले सकिँदैन क्या हामी दुईजनाको. यस्तो उस्तो भनेर हुन नि त होइन. अनि ल त्यही हो गाइस. अब हामी चाहिँ जानु लागेको. पछाडिबाट कुकुर पनि भुकिरहेछ. गुड मर्निङ भनिरहेछ क्या हामीलाई. त्यही भएर यस्तै हो यहाँ. अनि बाई बाई गाइस. थ्याङ्क यू फर वाचिङ माई भिडियो.